आगो पनि मजाले जलेछ। भात त डढ्नु आँट्यो अब। ए पकाउने बेला भएपछि अलिक कम्ती निकाल्नुपर्छ। अब एकैचोटि 12 बजीको पनि यही भात हुन्छ। बिहानको त अब नास्ता गरिसक्यो। अब त्यहाँबाट निङ्गुरे भिजाइरहेको छु। गुन्द्रुक भिजाएको छु। गुन्द्रुकको झोल बनाउनुपर्छ हो। अन्त यो बेलुका बनाएको थिएँ कि अब खानु मन लागेन होइन। अन्त अब यो त्यतिकै होस्। अब आगो कम्ती गर्नुपर्छ। रोटी पोल्दा चाहिँ आगै बन्दैन कि। भातहरू पकाउँदा सब्जी पकाउँदा चाहिँ आगो कस्तो राम्रो जल्छ नि हौ साथीहरू। हेर्नु न साथीहरू, अब ग्यास अब नपाउँदाखेरि यसरी आगोमा जलाउनुपर्छ हो। अन्त के गर्नु, अब किचनको हालत पनि यस्तो छ। भान्साघर पनि मेरो त पानीको गाग्री पनि कुच्चिसक्यो। धारा पनि टाढो छ। अन्त अब 2-3 रुपियाँहरू मिया राख्नुपर्छ बेडी खानुको लागि हो। अन्त त्यही हो साथीहरू। अब आलु छ 1 जोडा, टमाटर छ 1 जोडा हो। अन्त अरू त त्यही हो। अब रासिनहरू पनि सकिरहेछ। अब आज त भर्खर 9 तारिक। आज चाहिँ कहिले मर्नु महिना साथीहरू। पुरा दुःख छ नि। दाल पनि यति छ। अब बेसी जस्तो मेरो नानीले दालै मन पराउँछ हो। दाल भएर एउटा आलुको भुजिया भयो भने भइहाल्यो। बिउ बिजनहरू पनि यसरी राख्नुपर्छ। अब रोप्ने खरेटोहरू मजाले बनाएर झाडु, त्यो नरिवलको झाडुहरू बनाएर खिलेर राखेको हो। कोही बेला आगो जलाउनुको लागि जल्दैन कि। अन्त अन्डाको खोस्टाहरू पनि यसरी राख्नुपर्छ। कुकरहरू त छ नि 3-3 वटा। तर अब आगोमा कालो हुन्छ, त्यसले गर्दाखेरि। ल साथीहरू।